सामाजिक अध्ययन कक्षा 9 मानव मूल्य र यसको महत्त्व। मानव मूल्य भन्नाले के बुझिन्छ? मानव भन्नाले मान्छे र मूल्य भनेको मानिसमा हुने गुण वा विशेषता भन्ने बुझिन्छ। यसर्थ मानिसलाई असल व्यक्ति बन्नका लागि आवश्यक पर्ने गुणहरू नै मानव मूल्य हुन्। अथवा मानिसले अनुशासित, सभ्य, सुसंस्कृत, सक्रिय र उपयोगी जीवन जिउन पालना गर्ने गुणलाई मानव मूल्य भनिन्छ, जसमा असल मानिसले पालना गर्नुपर्ने नीति नियम, विवेक, आदर्श, अनुशासन, संस्कार आदि पर्दछन्। मानव मूल्यको महत्त्वबारे प्रश्न पार्नुहोस्। मानव मूल्यले हाम्रो व्यवहारलाई सही मार्गदर्शन गर्दछ, जसले गर्दा व्यक्तिको पेशागत जीवनमा सफलता प्राप्त गर्न टेवा पुग्दछ भने समुदाय र समाजले हासिल गर्ने सभ्यता र आर्थिक सामाजिक उपलब्धिमा पनि यसले सकारात्मक प्रभाव पार्दछ। साथै मानव मूल्यले व्यक्तिलाई सदाचारी, जिम्मेवार, नैतिकवान, दयालु र सहयोगी स्वभावको बनाउने भएकोले मानव मूल्य सभ्य समाज निर्माणको आधार स्तम्भ हो। मानव जीवनलाई ठूलो सौभाग्य मान्नुपर्छ। किन? किनभने मानव सृष्टिकै उत्कृष्ट प्राणी हो। उसँग असाधारण बौद्धिक क्षमता, विवेक र कार्यक्षमता हुन्छ, जसका कारण मानिसले प्रकृतिका अन्य प्राणीहरू र स्रोत साधनको नियन्त्रण र उपयोग गर्न सक्छ। त्यस्तै प्राकृतिक रूपमा पनि मानिस शारीरिक र मानसिक विशेषताहरूले भरिपूर्ण छ। ऊ ठाडो भएर उभिन सक्छ र हात-खुट्टा प्रयोग गरेर हजारौं काम गर्न सक्छ। उसले आफ्नो बुद्धि र क्षमताको प्रयोग गरेर जीवनलाई सार्थक बनाउन सक्छ। यी उत्कृष्ट विशेषताहरूका कारण मानव जीवन सबैभन्दा ठूलो उपहार हो र मानव भएर जन्मन पाउनु नै ठूलो सौभाग्य हो। किन मानिसलाई सृष्टिको सर्वोत्कृष्ट प्राणी मानिन्छ? मानव सृष्टिको सर्वोत्कृष्ट प्राणी हो किनभने मानिससँग असीमित बुद्धि, सोच्ने क्षमता, प्राकृतिक तथा प्राकृतिक स्रोत साधनलाई नियन्त्रण गरेर समाज र आफ्नो जीवनलाई अर्थपूर्ण बनाउने क्षमता मानवमा मात्र हुन्छ। यसका साथै मानिसमा हुने चेतना, सृजनात्मकता, नैतिकता, भाषा ज्ञान आदिका कारण मानव सृष्टिको सर्वोत्कृष्ट प्राणी मानिन्छ। परिवार बालकको पहिलो पाठशाला हो। किन? बालकले जीवनभर काम लाग्ने सामाजिक र नैतिक शिक्षा परिवारबाट सिक्छ। उसले आफ्नो जीवनको पहिलो शिक्षा बोलीचाली, व्यवहार, माया, आदर, संस्कार, मानव मूल्यबारे पनि परिवारबाट सिक्छ, जसको पहिलो गुरु आमाबाबु र परिवारका सदस्य हुन्। त्यसैले परिवारलाई बालकको पहिलो पाठशाला भनिन्छ। परिवारले सामाजिकीकरणमा कस्तो भूमिका खेल्छ? सामाजिकीकरण भनेको व्यक्तिलाई समाज अनुकूल बनाउने सिकाइ प्रक्रिया हो, जुन काम परिवारबाट सुरु हुन्छ, किनकि परिवार बालकको पहिलो पाठशाला हो, जहाँ उसले बोल्न, हिँड्न, व्यवहार गर्न र समाजसँग घुलमिल हुन अभिभावकको व्यवहार, बोलचाल, आचरण हेरेर अनुसरण गर्छ। त्यसै अनुरूप उसको सामाजिक सोच र व्यवहार निर्माण हुन्छ। यसरी व्यक्ति वा बालकले परिवारबाट समाजसँग घुलमिल हुँदै सामाजिक नियम, मूल्य, परम्परा र संस्कार सिक्ने भएकोले परिवारले व्यक्तिको सामाजिकीकरणमा आधारशिलाको भूमिका निर्वाह गर्दछ।